It's me Prasant and I am trying to showcase my daily routine in YouTube. This is कति बजिसक्यो भन्दाखेरि अहिले बिहानको चाहिँ 7:45 आँटिसक्यो पछाडि स्क्रिनमा हेर्न सक्छौँ अनि अहिले चाहिँ म अब न्युज यसको लागि नेपाली टाइप गर्न खोजिरहेको छु अनि अब म चाहिँ कतिसम्म जान सक्छु भन्ने कुरा चाहिँ म तपाईँहरूलाई अब टाइप गरेर देखाउनेछु मैले चाहिँ टाइप गरेपछि चाहिँ एउटा न्युज पेपर अहिले न्युज पेपर भन्दा पनि म एउटा वेबसाइटमा गएर चाहिँ नयाँ नेपाली टाइपिङको चाहिँ म अलि सिक्नेछु र सिकेर चाहिँ अनि म तपाईँहरूलाई भन्नेछु आज मेरो डे चाहिँ कसरी हुन्छ भन्ने कुरा अब हेर्दै जाऊँ आज दिनभरिमा के हुन्छ। गाइस म खाना खाएर पनि आइसकेँ होइन अब अघि टाइप गरेको चाहिँ बन्द गरेपछि सबै मेटिहाल्यो अब फेरि टाइप गर्नुपर्छ प्र्याक्टिस गर्दैछु म पनि होइन नेपाली टाइपिङ गर्नलाई चाहिँ ट्राई चाहिँ गरिरहेको छु कतिसम्म हुन्छ हेरौँ। गाइस अब बिस्तारै जाडो बढ्दैछ भन्ने चाहिँ अब विराटनगरको हालको मौसम हेरेर पनि भन्न सकिन्छ। धुम्म परेको छ होइन आज आकाश अनि हल्का सिरसिरी हावा चलिरहेको छ बिहान पानी झिटाइरहेको थियो अलिअलि अनि अब बिस्तारै मौसम परिवर्तन हुँदैछ। गाइस अब म चाहिँ होइन जबमा जाँदैछु जब भन्दा पनि म चाहिँ पार्ट टाइम गर्छु होइन अनि मेरो चाहिँ 1 बजीदेखि 3 बजीसम्म हुन्छ अनि त्यहाँसम्म चाहिँ म जान्छु जस्तै है हामी जाने बाटो हामी हेरौँ है ल किन आँटेको होइन रेकर्ड गर्छु अघि होस् अब अहिले रेकर्ड हो तेल चाहियो यहाँबाट माथिबाट यो अहिले चुहेको हो र होइन पहिलादेखि नै थियो चियो भने पनि त्यहाँ थुपा बसिहाल्थ्यो नि पानी पो पर्दो रहेछ हौ भाइ यहीँ पनि ह्यान्डल लक गरिदिनु तपाईँलाई उठाउन जाँदाखेरि पनि बाइकको ह्यान्डल लक गरेर पानी भइसक्यो ह्यान्डल लक गर्ने
गाइज अहिले अँध्यारो भइसक्यो होइन। अनि अब चाहिँ हामी यसो बाहिरतिर यसो घुम्न निक्लिन्छौँ। गाइज हामी घुमेर पनि आइसक्यौँ होइन। अहिले चाहिँ निकै अँध्यारो भइसकेको रहेछ, निकै चाँडो अँध्यारो हुँदो रहेछ। 6 बज्दाखेरि पनि अँध्यारो भइसकेको थियो, पुरै मजाले नै अँध्यारो भइसकेको थियो। बत्तीहरू खोलिसकेको थियो बाटोमा पनि। अहिले चाहिँ म घरमा आइसकेँ। अब आजको भ्लग चाहिँ इन्ड गरौँ होइन। तपाईँले यहाँसम्म हेरिदिनु भयो, तपाईँलाई धन्यवाद होइन। तपाईँले चाहिँ लाइक गरिदिनु भएको छैन, लाइक गरिदिनु छैन, सब्सक्राइब गरिदिनु भएको छैन, सब्सक्राइब गरिदिनु। अनि यहाँसम्म हेरिदिनु भयो भने धन्यवाद। जय नेपाल।